ललितपुर संस्कृति सम्वर्धन केन्द्र थगु च्याकगु स्थापना दिवस हसे अमूर्त सम्पदा युनेस्कोले दुथ्याकेत सल ब्याकुगुदु ललितपुर संस्कृति सम्वर्धन केन्द्र यलया बखुम्बाले दुगु लोक साहित्य परिषदीय भवने शुक्रबार ज्याजो याना स्थापना दिवस हसे सल ज्याजो यागु ख ज्याजो ललितपुर संस्कृति सम्वर्धन केन्द्र या नायक गोपालमान श्रेष्ठ या नाय श्री जुगु ख ज्याजोले ललितपुर संस्कृति सम्वर्धन केन्द्र या नकु बदनलाल न्याछ्यो पूर्व मन्त्री रीति बाबा श्रेष्ठ लोटस रिसर्च सेन्टर या प्रमुख प्राध्यापक डाक्टर वज्रराज साक्य पुरातत्व विभागीय विश्व सम्पदा संरक्षण शाखा प्रमुख लिसी सहसचिव सुरेश सरस श्रेष्ठ अमूर्त सम्पदा युनेस्कोले दुथ्याकेको लागि थथगो धारणा तयादिएको ख जुन अनुभव छ कार्तिक नाच सम्बन्धी उहाँहरूको चाहिँ मार्गनिर्देशनमा हामीले यो चाल प्रति बनाउन सक्यो भने यो अमर हुन्छ। यो गीत सारा संसारमा नेपालको नाउँ काम पुग्छ। यो कामलाई हामी अगाडि जाने भनेर कार्यक्रम बनाइनु भयो। आज हामी यो कार्यक्रमको पहिलो सभा भनौँ न सल्लाहकारज्यूहरूसँग हामीले निवेदन गर्ने यस्तो गर्दैछौँ र यहाँहरूको चाहिँ सुझावको लागि निर्देशनको लागि हामी चाहिँ पर्खिरहेका छौँ र आजदेखि युनेस्कोको त्यो कार्य पनि हामी सुचारू भयो भनेर पनि यहाँहरूको लागि निवेदन गरेको छौँ। 16औं शताब्दीदेखि अहिलेसम्म चलिआएको हाम्रो सिद्धेन्द्रसिंह मल्लबाट रचित हाम्रो कार्तिक नाचको ती गीतहरू सङ्गीतहरू तालहरू यो सबै पहिलेदेखि एकपछि अर्को अर्कोपछि अर्कोले यो सम्हाल्दै मौखिक सम्हाल्दै आउनु भएको यो कुरा यसलाई लिपिबद्ध तरिकाले प्रकाशित गर्न सक्नु भनेको यो अहभाग्य हो। यो अहिले हामीले गर्न सकेनौँ भने यो सदाको लागि हामीले गवाउनु पर्ने अवस्था थियो। यो हाम्रो संस्थाले यो गरेको र यो नेपाल सरकारको मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा पनि यसको ठुलो महत्त्व रहनेछ। हाम्रो सत्यमोहन जोशीहरूले यो कुरालाई छोड्नु भएन। लगातार जुनसुकै मन्त्री आए पनि मन्त्रालय हुँदाखेरि पनि उहाँले यो अमूर्त भनेर उहाँले चाहिँ यसमा चाहिँ जोड दिनुभयो र यसै सिलसिलामा उहाँले चाहिँ यहाँका नाचहरू यहाँको गीतहरू यी सब कुराहरू छन् जुन भए र यो जुन केन्द्रले जुन गर्यो उहाँकै निर्देशनमा मेरो विचारमा भयो होला अमूर्त र यहाँ केन्द्रका उहाँहरूलाई चाहिँ विशेष म धन्यवाद दिन चाहन्छु किनभनेदेखि हामीले गरेको कामको कन्टिन्युएसन जुन भयो त्यसको लागि चाहिँ म खुसी छु र भइरहेको छु। यो जुन कार्तिक नाचको सन्दर्भ छ हरिमान दाइको किताब निस्किने बित्तिकै मैले त्यतिखेरै पनि चाहिँ यसलाई चाहिँ प्रिजर्भ गर्ने एउटा कमसेकम यति डकुमेन्ट आएको छ। अब थप रिसर्च गरेर त्यसलाई चाहिँ कम्तीमा नेसनल डेजिग्नेसनमा चाहिँ ल्याउनुपर्छ है भनेर लगभग 6-7 वर्षभन्दा अगाडि भयो मैले किताब पाएको। त्यो पढि पनि राखेको छु र त्यसमा अझै पनि त्यो डकुमेन्टेसनको हिसाबले केही कुराहरू थप्नु पनि आवश्यक छ र त्यसलाई चाहिँ विभिन्न किसिमको डकुमेन्टेसन भिजुअल होला अडियो होला फोटोग्राफी होला अनि त्यसको चाहिँ विभिन्न कालखण्डको चाहिँ जुन अमूर्त किन आयो कसरी आयो कसले कन्टिन्यू गरिराखेको छ त्यसको चाहिँ कम्युनिटीको ओनरसिप कस्तो छ कन्टिन्युएसनको लागि चाहिँ जेनेरेसन टु जेनेरेसन कसरी ह्यान्डओभर भएर आइराखेको छ लगायतको थुप्रै कुराहरू चाहिने हुन्छ र फाइनल्ली यो कसैले मैले चाहिँ यसरी चाहिँ आइसिएचमा इन्टेन्जिबल कल्चरल हेरिटेजको लिस्टिङमा लगेँ भनेर भन्छ भने त्यो चाहिँ पत्याउन सकिँदैन। किन भन्दाखेरि फाइनल्ली गभर्मेन्टले लिएर जाँदाखेरि पनि त्योसँग इन्भल्भ भएको जुन कम्युनिटी हो र त्यो नाचमा जो चाहिँ संलग्न हुने हो इभन व्यक्ति समेतको चाहिँ हस्ताक्षर चाहिन्छ। ज्याजुले बाङ्मय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी या त यलया छुजु सिद्धि नरसिंह मल्ल चोयादिगु मे चोया तगु तप्पागु फ्रेम उपहार कथा ललागु खासा जुजु सिद्धि नरसिंह मल्ल चोयादिगु भजन न नेपगु खा त्यसलाई हामीले पढेर र अरू यो रेफरेन्स